नमस्ते सबैजनालाई, प्यारो विद्यार्थी भाइ बहिनीहरू। आज म यस सामाजिक शिक्षा पुस्तकबाट समाज र समुदाय भन्ने शीर्षकमा आज केही पठन पाठनको कार्य गर्न गइरहेको छु। अब सबभन्दा पहिले समुदाय र समाज, यसमा के भिन्नता छ, के समानता छ र कसलाई भनिन्छ समुदाय, कसलाई भनिन्छ समाज। आजको हाम्रो शीर्षक रहेको छ समुदाय र समाज। सबभन्दा पहिले हामीले जान्नुपर्ने के छ भने कुनै पनि संसारमा एउटा समाज बनोस् या समुदाय बनोस्, त्यसको सबैभन्दा सानो युनिट भनेको व्यक्ति हो। व्यक्तिबाट सुरुवात हुन्छ। व्यक्ति मिलेर परिवार बन्छ, परिवार मिलेर समुदाय बन्छ र समुदाय मिलेर समाज बनेको हुन्छ। अब कसरी, त्यो कुरा हामी ध्यान दिउँ। सबभन्दा पहिले त कुनै पनि जस्तै बिल्डिङ बनाउँदाखेरि एउटा इटा मिलेर घर बनेको हुन्छ, त्यसरी कुनै पनि समुदाय या समाजको बेस भनेकै व्यक्ति हो। व्यक्ति मिलेर समुदाय बनेको हुन्छ। र कुनै पनि समाजको व्यक्ति यदि बलियो छ, स्ट्रङ छ, पढे लेखेको छ भने त्यो समुदाय वा समाज स्ट्रङ हुन्छ, बलियो हुन्छ। त्यसैले व्यक्ति माथि कार्य गर्नु कुनै पनि समाजमा धेरै महत्त्वपूर्ण हुन्छ। सरकारले प्रत्येक व्यक्तिलाई अलिकति सिकाउ अथवा ट्रेन्ड गराउनु पर्ने हुन्छ। अब सबभन्दा पहिले समुदाय र समाजमा के भिन्नता छ र के समानता छ, कसलाई भनिन्छ समाज, कसलाई भनिन्छ समुदाय। समाज भनेको के हुन्छ भने विभिन्न पृष्ठभूमिका मानिसहरूको समूहलाई समाज भनिन्छ। र समुदाय भनेको के हो भने एउटै पृष्ठभूमिको मानिसहरूको समूहलाई समुदाय भनिन्छ। अब समाजमा तिमीलाई विभिन्न ब्याकग्राउन्डका मान्छेहरू, विभिन्न पृष्ठभूमिका मान्छेहरू, जस्तै समाजमा पहाडी पनि हुन सक्छ, मधेसी पनि हुन सक्छ, थारू पनि हुन सक्छ। यिनीहरू सबैको समूह भनेको समाज हो। त्यस्तै नेपाली समाजमा यिनीहरू हुन सक्छ। त्यस्तै एउटा समाजमा शिक्षक पनि हुन सक्छ, त्यस्तै डाक्टर पनि हुन सक्छ र इन्जिनियर पनि हुन सक्छ। त्यसैले विभिन्न पृष्ठभूमिको मानिसहरूको समूहलाई समाज भनिन्छ र यसको सिमाना व्यापक हुन्छ। यो अलिक ठुलो क्षेत्र हुन्छ समाजको। तर समुदाय सीमित हुन्छ। समुदाय भनेको जस्तै एउटा पृष्ठभूमि, जस्तै मानिलियो या त हामी भन्न सक्छौँ हिन्दू समुदाय भनेको हिन्दू जातिको मानिसहरूको समुदाय हो। त्यसको क्षेत्र अलिकति सङ्कुचित हुन्छ, त्यसको सिमाना अलिकति सङ्कुचित हुन्छ, किनभने यसमा हिन्दूहरू मात्रै आउँछ। त्यस्तै मुस्लिम समुदाय, यसमा मुस्लिमहरू मात्रै आउँछ। यो भयो धर्मको आधारमा समुदायको विभाजन। त्यस्तै जातिको आधारमा समुदायको विभाजनमा जस्तै ब्राह्मण, क्षेत्री समुदाय, क्षेत्रीहरू मात्रै आउँछ यसमा। त्यस्तै पेसाको आधारमा समुदायको विभाजन यसरी गर्न सकिन्छ, जसरी डाक्टर को समुदाय, डक्टर्स कम्युनिटी भन्न सक्छौँ। डक्टर्स कम्युनिटीलाई नै समुदाय भनिन्छ। सोसाइटी भनेको समाजलाई भनिन्छ, सोसाइटी समाजलाई, र कम्युनिटी भनेको समुदायलाई। सो डक्टर्स कम्युनिटी हुन सक्छ, अथवा इन्जिनियर्स कम्युनिटी हुन सक्छ, अथवा टिचर्स कम्युनिटी हुन सक्छ,
यो भयो पेसाको आधारमा। जस्तै भाषाको आधारमा पनि नेपाली समुदाय, नेपाली भाषा बोल्ने समुदाय, त्यस्तै मैथिली समुदाय, त्यस्तै भोजपुरी समुदाय, यो भयो भाषाको आधारले यसरी विभाजन गर्न सकिन्छ। त्यसैले समुदायलाई हामी भनेको एउटै ब्याकग्राउन्डको, एउटै पृष्ठभूमिको मानिसहरूको समूहलाई, जस्तै धर्मको आधारमा हिन्दू समुदाय, मुस्लिम समुदाय, त्यसमा मुस्लिमहरू मात्रै पर्छ। र यसमा के हुन्छ भने समुदायमा मानिस बिचमा अलिक बढी घनिष्ठता हुन्छ, अलि एकअर्कालाई चिनेको हुन्छ। समुदायमा मानिसहरूले प्राय जसो चिनेको हुन्छ, एक सानो हुन्छ, यसको एरिया सानो हुन्छ र प्राय जसो एकअर्कालाई चिनेको हुन्छ र एकअर्कासँग बढी इन्टरेक्सन हुन्छ, बढी अन्तर्क्रिया हुन्छ। तर समाजमा के हुन्छ भने समाज भनेको एकअर्कालाई नचिनेको पनि हुन सक्छ, यसको क्षेत्र व्यापक हुन्छ र यसमा कम अलिकति इन्टरेक्सन हुन्छ। तर आवश्यकता सबैको पर्छ। हामीलाई समाजमा पनि एकअर्कामाथि डिपेन्डेन्स हुन्छ। हाम्रो समाजमा पनि एकअर्का नभई काम चल्दैन। जस्तै समाजको अवधारणा अलिकति राम्रो छ, किनभने हामीलाई समाजमा डाक्टर शिक्षक बिना काम चल्न सक्दैन, डाक्टर बिना काम चल्न सक्दैन, इन्जिनियर बिना पनि काम चल्न सक्दैन। एकअर्काको आवश्यकता हामीलाई समाजमा जहिले पनि हुन्छ, एकअर्कामाथि डिपेन्डेन्सी हुन्छ। त्यसैले एउटै हो, समुदाय र समाज भनेको एउटै। समाजभित्र नै समुदाय हुन्छ, समाजभित्र नै समुदाय हुन्छ र समुदायभित्र परिवार हुन्छ र परिवारभित्र व्यक्ति हुन्छ। यो सबभन्दा सानो युनिट भनेको इन्डिभिजुअल अथवा व्यक्तिलाई भन्न सकिन्छ, सबैभन्दा सानो युनिट। त्यसपछि त्योबाट व्यक्ति मिलेर परिवार बन्छ, परिवार मिलेर समुदाय बन्छ र समुदाय भनेको कम्युनिटीलाई भन्न सकिन्छ, कम्युनिटी। र समुदाय मिलेर समाज बन्छ, जुन कि व्यापक हुन्छ। समाज भनेको सोसाइटीलाई भन्न सकिन्छ, समाज। यही हो समाज र सोसाइटी र कम्युनिटीको बिचमा भिन्नता र समानता। त्यस्तै गरेर समाज धेरै सधैँ विस्तार हुँदै जान्छ। यो चाहिँ अलिकति विस्तार पनि हुँदै जान्छ समाज, किनभने यसको क्षेत्र व्यापक हुन्छ, यो विस्तार पनि हुँदै जान्छ र समाजको मानिसहरूको बिच नजिकको सम्बन्ध र आत्मीयता अलिकति कम हुन्छ, किनभने समाजमा विभिन्न पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने भएकोले त्यसमा अलिकति आत्मीयता र घनिष्ठता कम हुन्छ, एकअर्कासँग परिचित कम हुन्छ मान्छेहरू, समाजको क्षेत्र व्यापक हुने भएकोले। र समुदायमा अलिकति घनिष्ठता बढी हुन्छ र एकअर्कामाथि डिपेन्डेन्सी पनि बढी हुन्छ र एकअर्कासँग अन्तर्क्रिया पनि बढी हुन्छ। यसको साथै हाम्रो समुदाय र समाजको च्याप्टर खतम भएको छ। आशा छ तपाईहरुले बुझ्नु भयो होला र कतै केही कन्फ्युजन छ, डाउट छ भने मलाई कमेन्ट गर्नु होला। कस्तो लाग्यो तपाईहरुलाई? यो इन्फर्मल एजुकेसन च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। यसको साथै अरु कुन टपिकमा चाहियो तपाईहरुलाई त्यो पनि मलाई कमेन्ट गर्नु होला। धन्यवाद सबैजनालाई मेरो हेरिदिनु भएकोमा। धन्यवाद। थ्यांक यू सो मच।